सो च्याम्पियन्स लिगको क्वार्टर फाइनलको 8वटा टिम फिक्स भइसकेको छैन। अब ल हेरौँ सेमी फाइनलमा कुन कुन टिम पुग्छन् त। मेरो प्रेडिक्सन चाहिँ पिएसजी भर्सेस एस्टन विल्ला, यो म्याच हेर्न चाहिँ मजा आउनेछ। बट पिएसजीले जितिहाल्छ होइन। त्यस पछाडि रियल माड्रिड भर्सेस आर्सेनल, यो म्याच चाहिँ नेट टु नेट हुनेवाला छ, किनकि आर्सेनल धेरै समयपछि क्वार्टर फाइनलमा प्रवेश गरेको छ। केही आफ्नो नयाँ रूप लिएर आउँछ कि आर्सेनलले। सो त्यही पनि आई विल गो रियल माड्रिड है। त्यस पछाडि बार्सा भर्सेस डोटमान्डोको म्याच रहेको छ। बार्सा भर्सेस डोटमान्डोको म्याच हेर्न चाहिँ मजा आउनेछ र यो म्याचमा चाहिँ बार्सा नै विन गर्छ होइन। त्यस पछाडि छ बायर्न म्युनिक भर्सेस इन्टर मिलान छ होइन। यो म्याचमा चाहिँ हेर्न जोस् मजा आए पनि कहाँ लाग्छ, जहाँसम्म लाग्छ मलाई इन्टर मिलानले बायर्नलाई जित्छ कि जस्तो लागिरहेको छ होइन। म चाहिँ इन्टर मिलानतर्फ गइसकेँ। त्यस पछाडि मेरो प्रेडिक्सन अनुसार सेमी फाइनलको टिमहरू चाहिँ पिएसजी, रियल माड्रिड, बार्सा र इन्टर मिलान। Follow more guys and also comment down your prediction.